तिमी सेफ्टीको हो हेर हेर राइनोहर्स बेबी हेर है आएर खाइदेला यसले त त्यसको जिउरो खतरा हुन्छ बिस्तारै बोल्नुहोस् बिस्तारै कहिले काहीँ चाहिँ एकअर्कामा चाहिँ वार भइरहेको हुन्छ सर हजुर त्यो चाहिँ तपाईँको फाइटिङ गर्ने क्रममा त्यो देख्नु भयो नि हल्का घाउहरू भएको त्यो चाहिँ अर्को गैँडाले हानेर चाहिँ त्यस्तो भएको हेर्दाखेरि आमा ठुलो जान कुद्न पर्यो भने प्रति घन्टा 40 किलोमिटरसम्म दौडिन सक्छ हजुर हात्तीहरू जस्तो चाहिँ यिनीहरू हुन्न फेरि हात्तीहरू चाहिँ झुन्ड बनाएर हिँड्छन् होइन गैँडाहरू त्यस्तो झुन्डमा चाहिँ बस्दैन हजुर अब फ्यामिली त हुन्छ सर अब त्यो बच्चा सच्चा भयो भने आमाले नै हुर्काउने हो नत्र यो चाहिँ भाले हो अब पहिला पहिला तपाईँको चाहिँ गाउँघरतिर पनि जान्थ्यो सर हेर्नुहोस् है मान्छेहरू चाहिँ खेतबारीमा चाहिँ मचानहरू बनाएर चाहिँ होइन गैँडाहरू धपाउनलाई मचानहरू बनाएर त्यसमा बस्थ्यो हेर्नुहोस् अब अहिले के छ भन्दाखेरि गाउँघरतिर पुरै टोटल्ली चाहिँ तपाईँको कङ्क्रिटका वालहरू अहिले बााउन्ड्री गरेको हुनाले त्यति साह्रो जाँदैन कि पनि कहिले काहीँ गइरहेको हुन्छ